यो एमजिएमएल प्रणाली चाहिँ कसरी चाहिँ प्र्याक्टिस भइरहेको छ अनि यसमा हजुरहरूले फेस गर्नुभएको च्यालेन्जेसहरू के छ अथवा चुनौतीहरू र यो चुनौतीलाई सम्बोधन गर्न अथवा त्यसलाई सम्बोधन गर्न के कस्ता उपायहरू प्रयोग गरिराख्नु भएको छ र यसलाई अझ राम्रो बनाउनको लागि चाहिँ हामीले के कस्तो उपायहरू लगाउनु पर्ला भन्ने कुरामा हाम्रो छलफल रहनेछ। सबैभन्दा पहिले त म्याडमको शुभ नाम चाहिँ के होला? मेरो नाम निर्मला सापकोटा। हजुर, अनि उमेर? उमेर 38 वर्ष। 38 वर्ष। अनि हजुरको शिक्षण योग्यता कति? मैले ब्याचलर सिद्ध्याउनु भएको। हजुर, अनि हजुरको अनुभव चाहिँ कति वर्ष पढाउनु भएको अनुभव छ? मेरो 15-16 वर्ष। 15-16 वर्ष भइसक्यो। अनि हजुरले भाषा कति भाषाहरू चाहिँ जान्नुहुन्छ? जोस् कम्प्लिट नभए पनि पुरै नभए नि केही हदसम्म चाहिँ कतिवटा भाषा चाहिँ जान्नुहुन्छ? नेपाली, इङ्ग्लिस, हजुर, अनि अलिअलि हिन्दी आउँछ। हिन्दी बुझ्न आउँछ, बोल्न आउँदैन। मलाई चाहिँ समस्या त्यस्तो हुन्छ, बुझ्न चाहिँ आउँछ, बोल्न आउँदैन। ओके, ठिक छ। अनि यो एमजिएमएल प्रणालीमा पढाउनु भएको चाहिँ कति वर्ष जति भयो होला? 10 वर्ष भयो। 10 वर्ष भयो। अहिले एसी दिइसकेको छ। भनेपछि म्याडम चाहिँ यसमा अभ्यस्त हुनुहुन्छ, एमजिएमएल प्रणालीमा अभ्यस्त हुनुहुन्छ, किनकि 10 वर्ष भनेको थोरै कुरो होइन। यसमा हजुर अभ्यस्त हुनुहुन्छ भन्ने हाम्रो अनुमान छ, हजुरको पनि बुझाइ छ र हजुरले पनि बुझिसक्नु भएको छ, भन्न मात्रै नभन्नु भएको। ओके, एमजिएमएल प्रणालीका मुख्य विशेषताहरू के हुन्छन्? जुन चाहिँ त्यो पुरानो शैली हुन्छ नि, त्यो पुरानो शैलीमा एउटा शिक्षक जान्छ, छुट्टा क्लासमा जान्छ, एउटा पिरियडमा एउटा शिक्षक जान्छ, विद्यार्थीलाई मन परेको होस् नपरेको होस्, एउटा आफूले जे प्लान गरेका हुन्छ त्यसैका आधारमा गएर एकहोरो पढाउँछौँ। त्यो गर्दा र विद्यार्थीले यसमा चाहिँ विद्यार्थीले चाहिँ आफ्नो रोजाइ अनुसार गर्ने भए, आफ्नो क्षमता अनुसार गर्ने भए, अनि त्यसमा पनि विभिन्न ग्रेडका मान्छेहरूलाई एकै ठाउँमा राखिन्छ, विद्यार्थीले एकै ठाउँमा राखिन्छ। त्यसो गर्दाखेरि त्यो सानोले ठुलोबाट सिक्ने र दाजुभाइको जस्तो यो सम्बन्ध विस्तार गर्ने यो किसिमको चाहिँ परिस्थिति हामीले देखेका हुन्छौँ। र विशेष टिपिकली भन्दाखेरि हजुरले यो एमजिएमएल प्रणालीका विशेषताहरूको पोइन्टमा भनिदिनुहुन्थ्यो भने हामी चाहिँ यसमा चाहिँ सर अब पहिलो कुरो त शिक्षकको अभाव भएको ठाउँमा चाहिँ 3टा कक्षा एकै ठाउँमा राखेर पढाइन्छ होइन। अर्को चाहिँ तपाईँको बच्चा कुनै एब्सेन्ट भयो भनेदेखि उसको पाठ छुट्ने पनि झन्झट हुँदैन। आज नआएकोले भोलि आफ्नो केमा छ त्यहीबाट पढ्न पाउँछ। अर्को कुरा चाहिँ बच्चाहरू फ्रिडम, मैले परीक्षा दिँदैछु भन्ने उसले फिलिङ गर्दैन। उसले जुन हिसाबले लेखे पनि म परीक्षामा छु भन्ने उसलाई डर हुँदैन, मेरो भोगाइ सोचाइ चाहिँ। अनि बच्चा चाहिँ पहिला हामीले पढ्दाखेरिको बच्चा र अहिले एमजिएमएल पढ्दाखेरिको बच्चा चाहिँ यस्तो साथीको भावना गर्छ क्या। उसले लाज मान्ने, नबोल्ने, डराउने हुँदैन, उसले साथीको भावना गर्छ। स्कुलमै बस्न पाए हुन्थ्यो, छुट्टी नभए नि हुन्थ्यो जस्तो गर्छन् बच्चाहरू। विद्यार्थी चाहिँ स्कुल आउन चाहिँ निकै खुसी हुँदै चाहिँ स्कुल आउँछन् भनेपछि यसमा विद्यार्थीको मात्र नभएर, टिचरको मात्र नभएर विद्यार्थी र विद्यार्थीहरूको समूह र शिक्षकको चाहिँ समान त्यो पार्टिसिपेसन हुनुपर्छ भन्ने कुरो चाहिँ म्याडमले गर्नुभयो। अब यो दृष्टिकोण विशेष विषयहरूको लागि उपयुक्त छ वा सबै विषयहरूसँग सान्दर्भिक छ? सबै विषयहरूसँग चाहिँ यो युज हुन्छ कि सान्दर्भिक छ कि कुनै एउटा पर्टिकुलर विषयको, जस्तो नेपाली मात्र, अङ्ग्रेजी मात्र, गणित मात्र, यस्तो विषयहरू कुनै एउटा पर्टिकुलर विषयमा मात्रै सान्दर्भिक हुन्छ होला कि त्यो ग्रेडका सम्पूर्ण विषयहरूमा चाहिँ यो एमजिएमएल प्रणाली चाहिँ प्रयोग गर्न सकिन्छ? सम्पूर्ण विषयहरूमा समावेश हुन्छ, सबैमा गर्न सकिन्छ। हजुर, यसमा अब अलिअलि शिक्षकले चाहिँ गर्न सक्दैन सर, झन्झटिलो मान्छ। बच्चा पनि के मास्टर पनि विद्यार्थी पनि यो तेलको उफ्रेबाट उफ्रे जस्तै उफ्रेर आउनुपर्छ त्यो उफ्रेको अनुभव चाहिँ हुँदैन होइन, तर उफ्रिरहेका हुन्छन् बच्चा पनि। अनि हजुरले यो प्रणालीको बारेमा हजुरका यो विद्यार्थीका अभिभावकहरूसँग हामीले यसरी पढाउँदछौँ, यस्तो गर्दछौँ भनेर अभिभावकहरूसँग कहिले काहीँ कुराकानी गर्नुभएको छ? आमा अभिभावक शिक्षक हुन्छौँ हामी। हजुर, अनि त्यसमा चाहिँ उहाँहरूलाई सबैलाई थाहा छ। अहिले अब बाल कक्षाबाट जानेलाई चाहिँ अब फेरि यो अस्तिको 19 दिनको बिदाले गर्दा दिन पाएको छैन सर। हामीले जेठको कहिलेलाई राखेको छ क्यालेन्डरमा। अनि आमा शिक्षा दिन्छौँ नि, हामी वर्षको 5 चोटि दिन्छौँ। फेरि आमा समूहहरू नै आइरहनुहुन्छ, त्यही भएर हाम्रो स्कुलमा एमजिएमएल चलेको छ भने सबै अभिभावकहरूलाई थाहा छ।
अनि अभिभावकहरूले यो प्रणालीलाई कसरी हेर्नु भएको छ? सकारात्मक तरिकाले हेर्नु भएको छ कि वा नकारात्मक हुनुहुन्छ कि? सकारात्मक तरिकाले हेर्नुभएको छ। पहिलो वर्ष चाहिँ एउटा तिनवटा कक्षा एकै ठाउँमा राखेर पढाउँदा हाम्रो बच्चालाई गाह्रो हुन्छ भन्ने भयो। अनि उहाँहरूलाई चाहिँ हामीलाई तालिम दिने सरहरूले आएर सबैले गर्नुभयो। त्यस पछाडि चाहिँ अहिले त्यस्तो हामीले सोचे जस्तो नहुँदो रहेछ, हामीले सोचे भन्दा फरक रहेछ, सबै नियममा काम हुँदो रहेछ भन्ने कुरा चाहिँ अभिभावकहरूले पनि बुझ्नुहुन्छ। अब म्याडमको शिक्षण अनुभव त 15 वर्ष प्लस भनेर भनिसक्नुभयो भनेपछि 10 वर्षदेखि यो एमजिएमएल प्रणालीबाट चाहिँ पढाइराख्नु भएको छ। अब यो पुरानो तरिकाले पढाउँदा र अहिलेको यो नयाँ तरिकाले पढाउँदा के कस्तो फरक पाउनु भयो त? यस्तो छ, पुरानो तरिकाले पढाउँदा चाहिँ हामी यत्रो किताब बोकेर आएर चाहिँ अनि एक हप्तामा त्यो किताब च्यातिसक्थ्यो। सानो बच्चाहरूलाई त दिएको एक हप्तामै च्यातिन्छ किताब। अहिले चाहिँ एउटा त्यही किताब पढ्नमा लिएर आउँछन् कि बच्चालाई पनि सजिलो छ नि त। अहिले किताब चाहिँ वर्कबुकको रूपमा होमवर्क गर्छन् बच्चाहरूले, स्कुलमा चाहिँ कार्ड मात्र गर्छन्। अनि बच्चाहरू पनि दिनै पछि एउटै किताब पल्टाइरहनु भन्दा आज एउटा कार्ड पढेपछि त उसले 4-5वटा कार्ड त अहिले पल्टाएको हुन्छ। तर मैले किताब पल्टाएँ भन्ने हुँदैन नि उसलाई। पढ्न बच्चाहरूलाई उमेर अनुसारको बच्चाहरूले सजिलो पनि भएको छ, किताबको झन्झट भएको छैन। किताबको झन्झट भएन। अनि लगभग मैले अहिले इनिसियल पार्ट सुरुको यो पार्टहरू यो कार्डको सुरु नहुँदासम्म त मैले लगभग त्यहाँ अब्जर्भ गरेँ। तैपनि हजुरको मुखबाट सुन्न चाहिँ हामी चाहन्छौँ, किनकि यसमा छुट्टै रेकर्ड राखेको हुन्छ। त्यो मैले पुरै युज गरौँला नगरौँला हजुरको अनुभव नै यहाँ सुन्नु भन्नु खोजेर। हजुरले बिहान के गरेर सुरु गर्नुहुन्छ, यो क्लासलाई के गरेर सुरु गर्नुहुन्छ र त्यो स्टेप वाइज के गर्दै चाहिँ एक दिनको क्लास पनि ल्याउनुहुन्छ होला? मैले अनि अघि सुरुमा मैले अघि अब्जर्भ गरिहालेँ, अझ हजुरको मुखबाट सुन्नु। त्यही नै हो सर। बच्चाहरूले त्यो सन्देशमा आज हामीले दिनभरि कक्षामा के काम गर्छौँ भन्ने कुरो त्यहाँ बुँदामा लेखेको छ। अनि हामीले यो काम गर्छौँ भनेर बच्चाले पढिसके, तर उनीहरूले अहिले भर्खर सुरु भएको हुनाले बाल कक्षाबाट गएको बच्चाहरूलाई थाहा छैन। त्यही भएर अक्षर पढ्न पनि गाह्रो भएको छ। अनि हामीले गर्ने काम अनि त्यो अनुसार चाहिँ मैले आज के गराएँ के गराएन भन्ने त्यो एउटा लेसन प्लानै हो सर मेरो। लेसन प्लान? हजुर, प्लान। हजुर, त्यो अनुसार चाहिँ हामीले गर्छौँ सर। अब त्यसैलाई लेसन प्लान मानेको छ। समाचार भन्ने त्योभन्दा अगाडि एउटा शान्तिको कामना, त्यसपछि समाचार भन्ने। हजुर, त्यसपछि भगवानलाई सम्झने। भगवानलाई सम्झनेमा चाहिँ यस्तो छ, अब मैले हिजो के काम गरेँ भन्ने बच्चाहरूले तिमीले आज प्रतिवेदन लेखाउनु गरेको थिएँ मैले। अनि हाम्रो जेएनएचको सरहरूले बच्चाहरूलाई प्रतिवेदन लेख्दाखेरि चाहिँ तनाव हुन्छ, मैले भोलि के लेख्ने होला भन्छ, ओरल टेस्ट गराइदिनु भन्नुभयो। अनि मैले भगवानलाई सम्झिँदाखेरि चाहिँ हिजो मैले हात्ती एक पढेँ, खाजा खाएँ, अनि चिल एक पढेँ भनेर चाहिँ उसले भनेपछि त्यति रिभ्यू भयो भने पुग्यो क्या सर। त्यो बच्चालाई फेरि रिपोर्ट नै बनाउनु। मैले योभन्दा पहिला चाहिँ प्रतिवेदन एउटा हाम्रो अङ्कलसँग कपीमा आएर प्रतिवेदन तयार गराएको थिएँ, लेखेर ल्याउँथेँ, अशुद्ध भयो नि। अनि लेख्न चाहिँ नदिनुमा ओरल टेस्ट गराइदिनु भन्नुभयो सरले। अनि मलाई अर्को लागेको कुरो के म्याडम, यो एउटा कक्षा कोठामा हजुरको उसमा एक कक्षाको विद्यार्थी पनि छ, 2 कक्षाको पनि छ, 3 कक्षाको पनि छ, अनि त्यहाँ विद्यार्थी सङ्ख्या पनि धेरै नै हुने भए यो अवस्थामा हामीले प्रत्येक विद्यार्थीलाई ध्यान दिन सकिन्छ होला कि सकिन्छ सर? किनभने तपाईँको कार्ड छुट्टै खरा एक छ भनेदेखि मेरो कार्ड छुट्टै हात्ती एक हुन्छ कि, अनि अर्कोको कार्ड फेरि अर्कोको छुट्टै कार्ड हुन्छ कि, त्यहाँ खरा 2 भइदिन्छ त्यहाँ। अनि भइसके पछाडि सबै बच्चा एकै ठाउँ त बस्दैन नि। एकै ठाउँ बस्नेलाई त झनै सजिलो भयो, नबस्नेलाई चाहिँ यति 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 भन्दै जानलाई चाहिँ हुन्छ। त्यही पनि यसपालि त हामी 2 जना छौँ, त्यही भएर नि सपोर्ट पुगेको छ। सहज हुन्छ। हजुर, विद्यार्थीहरू कहिलेकाहीँ एब्सेन्ट बस्ने अथवा क्लासमा आएर झोक्रेर अथवा उदास भएर बस्ने परिस्थिति त्यस्तो त्यो त उनीहरूको समय नै हुँदैन नि सर। उदास हुने त समय नै हुँदैन। सन्च भन भने म औषधि खान्छु भन्छ। यदि मानौ कुनै व्यक्ति चाहिँ कुनै विद्यार्थी चाहिँ क्लास आउन मन गरेन, क्लास आए पनि उदास भएर बस्छ भने त्यो अवस्थामा के गर्दा कसो गर्दा उसलाई सिधै हामीले रिसर्च गर्नु पर्यो नि त। किन यस्तो भयो, बिमारी भयो, घरमा झगडा पऱ्यो, अथवा खान पाएन, भोकै आएको छ कि, झोलामा हामीले चक्लेट बिस्कुट बोकेर आउँछौँ सर। अनि त्यो रुनी अब अहिले त हाम्रो भर्खर बाल कक्षाबाट गएको बच्चाहरू त भनेकै नमान्दिने छन्। अनि अब उसलाई पिट्न भएन। अनि चक्लेट जसले छिटो काम गर्छ उसले चक्लेट खान्छ, जसले छिटो काम गर्छ उसले कलर पाउँछ, अब जसले छिटो काम गर्छ ऊ बाहिर खेल्न पाउँछ। खेल्न पाउने आश, खान पाउने आशमा बच्चाहरू उदास भएर चाहिँ बस्दैन। भनेपछि त्यस्तो विद्यार्थीलाई चाहिँ व्यक्तिगत रूपमा पनि उसलाई र उसको पारिवारिक रूपमा पनि
भेटघाट गरेर के हो भन्ने कुरो कारण पत्ता लगाएर त्यस्ता समस्याहरू चाहिँ सुल्झाउनेतिर लाग्नु हुँदो रहेछ भन्ने कुरो चाहिँ मैले बुझ्न पाएँ। हाम्रो एकजना बच्चा चाहिँ घरको नखाइदिने पसलको खाइदिने स्कुल आयो कि टाउको दुख्ने भयो कि अस्ति त एक दिन हाम्रो रामसरलाई मैले फुक्न पनि लगाइदिएँ फुकेपछि उसलाई बिसोक पनि भयो क्या न जस मिलो एउटा सूत्र निकालिदिनु भयो अङ्कलले अनि त्यो भइसकेपछि त्यहाँदेखि टाउको दुख्यो भने खाइदिए झोलामै सिटामल बोक्ने गरेको छ मलम बोक्ने गरेको छ यत्रो घाउ भयो भने उसलाई पढ्न मन लागेन भने हस्पिटल लान्छु भनिदिन्छ मै डक्टर हो भनेर लगाइदिएपछि बिसोक। अनि हजुरको यो प्रणालीमा त छुट्टै यो कार्ड सिस्टम के सिस्टम छ। अर्को कुरो फेरि यो नेपालको प्रणालीमा नेपालको शिक्षा प्रणाली चाहिँ फेरि यो सरकारले जुन एउटा पाठ्य पुस्तक बनाएको छ त्यो पाठ्य पुस्तकका आधारमा चाहिँ पढ्नुपर्ने र त्यही पाठ्य पुस्तकका आधारमा बनाइएका प्रश्नहरू हामीले गर्नुपर्ने राम्रो गरेपछि पास हुने गर्न नसके खण्डमा फेल हुने भन्ने एउटा पद्धति छ नि नेपालको शिक्षा प्रणाली यो किसिमको छ। अब हजुरले यो अवस्थामा सरकारले पब्लिस गरेको पाठ्य पुस्तक यो एमजिएमएल प्रणाली पढाउँदाखेरि त्यो पाठ्य पुस्तक प्रयोग गर्नुहुन्छ कि? यस्तो सर हाम्रो त थिमबाट आधारित छ नि त एक दिन त अनि त्यो भइसकेपछि निरन्तर मूल्याङ्कनको पनि सँगसँगै लैजा भनेर पाठ्यक्रमले पठाएको छ होइन अङ्कल पाठ्यक्रमले पठाएको छ होइन अनि हामीले एउटा माइलस्टोन सक्ने बित्तिकै चाहिँ त्यो पनि सँगसँगै भर्छौँ अनि त्यो थिम अनुसार चाहिँ हाम्रो इङ्ग्लिस नेपाली अनि गणित अनि यिनीहरू चाहिँ एक आपसमा परिपूरकै छन् कि सर। भनेपछि त्यो पाठ्य यो हजुरको त्यो कार्डको सिस्टम र पाठ्यक्रममा भएका कन्टेन्टहरूको चाहिँ एक किसिमको सम्बन्ध परिपूरकै छन् त्यही भएर नै हामीलाई सजिलो। जस्तै अब नेपालीमा मेरो परिवार छ माई फ्यामिली छ अनि फ्यामिलीमा कतिजना छ कि म्याथमा फेरि अनि त्यही भएर पढाउनलाई चाहिँ गाह्रो भएको छैन थिमबाट आएपछि चाहिँ। अनि हामीले एउटा कक्षामा पढ्दाखेरि विभिन्न यो इन्टेलिजेन्ट भन्ने हुन्छ नि यो मान्छेहरू फरक फरक हुन्छ बच्चाहरू फरक फरक हुन्छ सबैमा एउटै क्षमता हुँदैन। कुनै बच्चालाई एकचोटि भन्दा गर्दा अलङ्कार बुझ्ने किसिमका हुन्छन् कुनै बच्चालाई हामीले जति सुकै चाहिँ मेहनत गर्दा पनि भनौँ जतिचोटि भनौँ उनीहरूको माइन्ड अलिकति स्लो नै भएको पनि हामीले पाउँछौँ। यो अवस्थामा यस्तो ग्याप हुन्छ नि कुनै एउटा टाठो छ एउटा निकै कमजोर छ टाठोले काम सिद्ध्याएर अगाडि गइहाल्छ। अब त्यो अलि त्यो के भन्छन् अलिक कमजोर भनौँ त्यो चाहिँ त्यहीमा घोट्लिरहेको हुन्छ। अब त्यो अवस्थामा त्यो टाठोले काम गरेर सिद्ध्याएकोलाई के गर्न लगाउनुहुन्छ अथवा स्वयं सिकाउन पर्छ सर त्यो बाठो चाहिँ स्वयं सिकाउन गरेर बस्छ उसले जति गरे पनि ऊ बाठो नै हुन्छ। अनि अब स्वयं सिकाइलाई चाहिँ अलिकति गाह्रो क्वेसन दिने कि खेचाइदिने त्यहीँ अनि तिमीले अब हामीले पढाउँदा भन्दा साथीलाई पढाउँदा सहपाठीमा गएर पढाउँदा चाहिँ तिमी पनि एकछिनको लागि सर बन मिस बन तिमीले पनि यो भाइलाई सहयोग गर भनेपछि चाहिँ अनि साथीबाट सिक्दाखेरि चाहिँ जस्तै भोत्लेको बच्चा छ भने एक्टिभ बनिदिन्छ क्या सर। अब खरायो एक पढिरहेको बच्चा अर्को चाहिँ खरायो 3मा पुगिसक्यो अब उसलाई 3 यसलाई एक गराउँदाखेरि त भोलि त्यो ल्याडर भर्न के अरे त्यो क्यास भर्न पनि हामीलाई गाह्रो हुन्छ कि अनि सिएमडी भर्न पनि गाह्रो हुन्छ। एउटा चाहिँ जहिले स्टार्ट पाउँछ एउटा ट्रायङ्गल पाउँछ अनि त्यो भइसके पछाडि चाहिँ स्वयं सिकाइकोलाई चाहिँ सपोर्ट गर बाबु भन्ने गरेको छ कि अनि सहपाठीमा उसले नसकेको स्वयं सिकाइले पनि आएर फर्केर गरिदिन्छ मैले सिकाएँ भने चाहिँ ऊ खुसी हुन्छ तर उसलाई हामीले थिचेर राखे पनि अगाडि चाहिँ बढिरहेको हुन्छ निकै अगाडि गए पनि उसलाई चाहिँ भनेपछि कमजोर विद्यार्थीहरूलाई चाहिँ सिकाउन भनेर चाहिँ भन्नु वास्तवमा यो सिकाइमा चाहिँ यो टिचरहरूले पढाएको भन्दा साथीबाट चाहिँ सिकेको चाहिँ मोर मेमोरेबल हुन्छ भन्ने छ थ्योरीहरूले। त्यही भएर न्यास्रेर चुप लाएर नबुझेपछि चुप लाएर बस्छ साथीसँग लगेपछि त बोल्छ नि त बोल्ने भएपछि चाहिँ केही नभए पनि उसले चाहिँ एउटा बोल्ने यो सिप चाहिँ सिक्छ अनि उसले भनेको कुरो सम्झिन्छ पनि सर। त्यही गीत अब मैले गाइरहेको गीत अब भात पाके भाँडामा थापा थाला भन्दा उसले बुझ्दैन यसो भन्न भनेपछि उसले भने उसले सिक्छ के अनि उसले पनि मैले मलाई म्यामले चाहिँ ढिलो बनाइदिनु भयो भन्ने सोच्दैन किनभने मैले पढाउन पाएँ भन्ने सोच्छ अनि उसलाई चाहिँ त्यही क्याटेगोरीको क्वेसन चाहिँ बनाएर दिने गरेको छ। अनि यो एमजिएमएल प्रणालीमा अघि नै भनिसक्नु यो पाठ्य सामग्रीहरू फरक फरक हुन्छन् भनेर भन्नुभयो होइन फरक फरक पाठ्य सामग्रीहरू के कार्डको कुरो गर्नु मैले त्यहाँ हेरेँ सबै त मलाई त्यति थाहा पनि छैन एउटा डालोमा अर्को के छ यता अर्को के छ अर्को के छ मैले त्यो भिडियो सबै बनाएको छु त्यो भिडियोको कुरो
पछि गएर अध्ययन गर्छु मैले यो के रहेछ कसो रहेछ भन्ने कुरो। अघि त हतारमा मैले भिडियो मात्रै बनाएको छु। अब यी सामग्रीहरू त्यसलाई तपाईँले कसरी एमजिएमएलका सामग्रीहरूलाई क्लासरुममा उपयोग गर्नुहुन्छ? कार्डलाई भनौँ न, जस्तै अब मैले नेपाली पढाउँछु होइन सर, फर इक्जाम्पल नेपाली पढाउँदाखेरि चाहिँ नेपालीमा चाहिँ उनीहरूलाई लोगो चिनाउने, ल्याडर चिनाउने, त्यस पछाडि नेपाली विषयमा यो लोगोबाट चाहिँ युज हुन्छ भन्ने, अनि रातो कलर त्यसबाट चिनाउने, अनि अब विषयगत कार्ड चाहिँ विषयगत फरक फरक छन् के सर। जस्तै गणितमा चराचुरुङ्गी छ, अङ्ग्रेजीमा तरकारी र फलफुल छ, अनि इबिएसमा किरा फट्याङ्ग्राहरू छ भने नेपालीमा चाहिँ जनावरहरू छ भनेर उनीहरूलाई चाहिँ पहिल्यै भनिदिनुपर्छ। अनि अर्को कुरो फेरि थपे मैले म्याडमको रोलको सम्बन्धमा, त्यो हामीले अन्य पद्धतिबाट पढाउँदाखेरि टिचरको एक किसिमको रोल हुन्छ क्लासरुममा, विद्यार्थीको एक किसिमको रोल हुन्छ भूमिका। एमजिएमएल प्रणालीमा पनि यो अलिकति मोर नवीनतम विधिको रूपमा लिएको छ। यो इन्डियामा निकै राम्रो नतिजा देखाएको छ यसले। अब यो एमजिएमएलबाट पढाउँदा र त्यो पुरानो शैलीबाट पढाउँदा म्याडमको भूमिका चाहिँ कस्तो रूपमा चाहिँ फरक पाउनु भएको छ? यस्तो सर, अब एमजिएमएल नपढाउँदाखेरि चाहिँ तपाईँको हिजो हामीले पनि पढाएको हो नि त, एमजिएमएल पढेको पनि हो, पढाएको पनि हो। अब जुन सर विद्यार्थी अगाडि बस्छ त्यसलाई अगाडि बसेरै मास्टरले पढाउने हो सर। अब अहिले जस्तो यो कार्पेटिङको व्यवस्था पनि होइन, कार्पेटिङ त हाम्रो पनि भर्खर भएको हो। अनि अगाडि बेन्चमा गएर पढाउने हो, पढ्नेले पढ्छ नपढ्नेले पढ्दैन, हामीले जसरी पढ्यौँ त्यसै गरी पढाएको छ। अनि तपाईँको होमवर्क गरेर देखायो भने तेरो होमवर्क लिए भनेर हामी लास्ट बेन्चमा नपुग्ने, अनि उसले पनि मिसले नमाग्दै हुन्थ्यो भन्ने हो। त्यस्तो सिचुएसन चाहिँ, त्यस्तो अवस्था चाहिँ यसमा हुँदैन, सबैसँग घुलमेल हुन्छ कि। त्यही भएर पनि एमजिएमएलको सिस्टम मनपर्छ। अघि म्यामले क्यासको कुरो गर्दै हुनुहुन्थ्यो, विद्यार्थीको त्यो कक्षोन्नतिको। हजुर, यसलाई चाहिँ म्याडमले कसरी प्रयोग गर्नुहुन्छ, कसरी चाहिँ आफूले प्र्याक्टिस गर्नुहुन्छ कक्षोन्नति क्यासको? अब उसले अब कसले कति काम गर्यो भनेर उसको सुनाइ बोलाइ पढाइ लेखाइ चारै पक्षमा चाहिँ 2, 3, 4 दिने भनेको छ होइन। अनि अब उसको रेगुलर कति छ, बोल्छ बोल्दैन, गर्छ गर्दैन, त्यसको आधारमा क्याटेगोरी छुट्याएर नम्बर दिनुहुन्छ। ल अर्को प्रश्न पनि म्याडमलाई मैले थाप्छु, सायद त्यो हवार्ड गार्डनरको मल्टिपल इन्टेलिजेन्स भन्ने कुरो चाहिँ नसुन्या भए पनि यो चाहिँ हामीले बुझेका छौँ। जस्तो बच्चाहरूमा चाहिँ क्षमताहरू फरक फरक हुन्छ, कतिपयको नाच्ने होला, कतिपयको गाउने होला, कतिपयको डोको बुन्ने होला, कतिपयको चाहिँ ड्रइङ गर्ने होला, अथवा विभिन्न क्षमताका विद्यार्थीहरू हुन्छन्। त्यसमा पनि अझ कतिपय विद्यार्थीहरू चाहिँ डिफ्रेन्टली एबल भन्छ यसलाई चाहिँ। आजभोलि हामीले अपाङ्ग भन्न पाइँदैन र डिजेबल भन्न पाइँदैन। यसलाई चाहिँ यदि केस हाल्यो भने हामी फस्छौँ, त्यस कारण त्यसलाई डिफ्रेन्टली एबल चिल्ड्रेन भनेर भन्छ क्या। त्यस्तो विद्यार्थीहरू तपाईँको कक्षा कोठामा छन् कि छैन? छन् नि सर, किन नहुन्। कसैलाई लेख्न मन लाग्छ, कसैलाई चित्र बनाउन मन लाग्छ, कसैलाई पढ्न मात्रै मन लाग्छ, मलाई लेख्नै मन नलाग्ने भन्ने पनि छ हाम्रो एकजना होइन। अब उसलाई हामीले कसरी सबैजना मिलेर अगाडि बढाउने भनिरहेका छौँ। सबै थोक चारै कुराको चारै पक्षको बराबरी भएको त हुँदै हुँदैन। अब यसमा यहीसँग जोडेर मैले भनिहालेँ, डिफ्रेन्टली एबल पर्सन भन्छ नि, हाम्रो त्यो सामान्य शब्द अपाङ्गता भन्ने शब्द हो। त्यस्ता विद्यार्थीहरू तपाईँको कक्षामा छन् कि छैन? अहिले कुनै बोल्न नसक्ने, कुनै सुन्न नसक्ने, अथवा आँखा नदेख्ने त्यस्तो किसिमको? त्यस्तो अहिले हाम्रो 2 जना चाहिँ त्यही एमजिएमएल पार गरेरै 7 मा पुगेका छन् 2 जना। त्यस्तै खालको। योभन्दा पहिला पनि अपाङ्गै नै थिए, एउटा अहिले 10 मा पुग्यो, 2 जना चाहिँ अहिले पनि हाम्रो 7 मा छन् सर। त्यस्तो विद्यार्थीलाई सामग्रीहरू बनाउँदा कस्तो किसिमका सामग्रीहरू चाहिँ प्रयोग गर्नु? उनीहरूलाई नै बनाउन लगाउने हो सर। उनीहरूले आफूलाई जस्तो बनाए पनि अब नाइ नै भन्न मिलेनै नभनिदिने, बनाएको गरेकोमा नम्बर दिने, गरेकोमा सिकाउने, थप नम्बर दिने हो। अनि मैले भन्न खोजेको कुरो चाहिँ जस्तो फिजिकली फाइन छ भने त्यसलाई टेक्स्ट बुक पनि भयो, त्यो कार्ड पनि भयो। जस्तो मान्छे एउटा विद्यार्थीले, एउटा बच्चाले आँखा देख्दैन मानौँ, एउटा बच्चाले सुन्दैन मानौँ, एउटा बच्चाले बोल्न सक्दैन मानौँ, त्यस्तो बच्चाहरूलाई के कस्ता फरक नेचरका सामग्रीहरू प्रयोग गर्न सकिन्छ होला त? तपाईँको अब त्यो कन्डिसन अनुसार त्यो जस्तो पर्छ त्यस्तै गरिहालिन्छ नि सर। अब हाम्रो बोल्न नसक्ने तर उसले बुझ्ने, बोल्न नसक्ने बच्चा थियो होइन। अनि उसलाई नै अगाडि राखेर उसले भनेको चाहिँ हामी मान्दै पनि गयौँ कि अहिले त्यो 7 मा पुगेको छ। अनि कान नसुन्ने चाहिँ छैन हाम्रोमा।
काम नसुन्ने गर्न नसक्ने चाहिँ थिए, अहिले 10 मा पुगे हैन। काम नै नसुन्ने चाहिँ अहिलेसम्म चाहिँ छैन। अघि मैले अब्जर्भ गर्दाखेरि भने त यो म्याडमलाई मैले त्यही क्वेसनसँग जोड्न छु। एकजना बच्चाले समाचार भन्ने बेला कुन चाहिँ एउटा लोकल पर्वको के कुरो गर्नुभएको थियो ए सो नामलाई भूमि पूजा भनेर भन्दै हुनुहुन्थ्यो। पक्कै पनि यसले के देखाउँछ भन्दाखेरि म्याडम चाहिँ यो बच्चाहरूको उनीहरूको संस्कृति, उनीहरूको भाषा र उनीहरूको त्यो विभिन्न डाइभर्स कल्चर र डाइभर्स ल्याङ्ग्वेजेसहरूलाई म्याडमले चाहिँ क्लासरुममा आफूले पनि ल्याउन खोज्नु हुँदो रहेछ र बच्चालाई पनि ल ल्याऊ है भनेर इन्करेज गर्नु खोज्नु हुँदो रहेछ भन्ने जस्तो लाग्यो। हो म्याडम? होइन, यसको मतलब म्याडमले चाहिँ हुन त मैले धेरै घुमाएँ क्या हो, यो स्थानीय भाषाहरू र स्थानीय संस्कृतिहरू त म्याडमले कक्षा कोठामा प्रयोग गर्नुहुन्छ गर्नुहुन्न भन्न खोजेको मैले सिधा ठाडै सोद्धाखेरि। जस्तै अब मदर्स डे आउँछ हैन, अब मदर्स डेमा चाहिँ आमालाई कसरी हामीले सम्मान गर्ने, फादर्स डे आउँछ त्यहाँ के गर्ने, अब भोलि जात्रा आउँछ जात्रामा के गर्ने, अनि हाम्रो दसैँ तिहारमा के गर्ने भनेर पाठमा पनि छ। अनि जस्तै अब थामीले मान्ने दसैँ र तमाङले मान्ने दसैँ र छेत्री बाहुनले मान्ने दसैँमा के फरक छ, यस्ता कुराहरू चाहिँ अब त्यो पाठसँगै मिलेको भएको हुनाले जानुन् भन्ने भाव। अनि यो यहाँ चाहिँ अब के थामी नै मैले धेरै देखेँ बच्चाहरू, थामी भाषा छुट्टै हुन्छ होला। थामीको भाषा छुट्टै हुन्छ, तर अहिलेको जेनेरेसनलाई चाहिँ कति आउँदैन भने हाम्रो उहाँ अघि कक्षामा भएको म्यामले चाहिँ थामी भाषा पुरै सिकाउनुहुन्छ। भनेपछि म्याडमहरूले आफूले जानेको अनुसार म्याडमले थामी भाषा युज गर्नुहुने भयो, म्याडमले अङ्ग्रेजी, थामी सँगसँगै नेपाली अन्य भाषा पनि म्याडमले प्रयोग गर्नुहुने भयो। यसले पनि जानेको जतिको भाषाहरू क्लासरुममा प्रयोग गर्नुहुन्छ भन्ने कुरा हो। यसले पक्कै पनि विद्यार्थीलाई चाहिँ सिकाइमा सपोर्ट गर्छ, सहयोग गर्छ भन्ने कुरो धेरै थ्योरीहरूले भनेका छन्। र मेरो एमफिलको थेसिस पनि यही मल्टिलिङ्गुअलिज्म थियो। बच्चाले चाहिँ टिचरले चाहिँ क्लासरुममा यो विभिन्न भाषाहरू अङ्ग्रेजी पढाउँदा विभिन्न भाषाहरू प्रयोग गर्छन् कि गर्दैनन्, गरेको फाइदा कि बेफाइदा भन्ने विषयमा मैले गरेको थिएँ। अब पिएचडी पनि त्यही अलिकति घुमाएर चाहिँ मैले गर्दैछु। ठिकै छ, त्यो कुरो यो भाषा चाहिँ बहुभाषालाई चाहिँ अहिले पोजिटिभ दृष्टिले हेरेको छ। अनि यो एमजिएमएल प्रणाली लागू गर्दा अथवा हजुर चाहिँ यो एमजिएमएल प्रणालीमा सामेल हुँदा केही ट्रेनिङहरू तालिमहरू ल्याउनु भएको थियो के तालिमहरू भनेर भन्न सक्नुहुन्छ? हामीलाई चाहिँ यो एमजिएमएल हुनुभन्दा पहिला 2.5 महिना चाहिँ हामी गुल्मी गरेर चाहिँ यो मोन्टेसरी प्राइमरी लेभलको मोन्टेसरी तालिम 2.5 महिना उहाँ लिएको थिएछ। त्यहाँबाट अलिक कक्षा शिक्षण गर्न लगाउनु भयो। अनि कक्षा शिक्षण पछाडि चाहिँ यो बिआइएनएटी संस्थाले हामीलाई तपाईँहरूलाई चाहिँ अब एमजिएमएल पनि दिँदै भन्नुभयो। अनि एमजिएमएलको लागि हामी पहिला भिलिखेलमा गएको हो। अनि त्यस पछाडि अहिले रिप्रेसनहरूमा चाहिँ बडालगाउँमा भिलिखेलको बडालगाउँमा लान्छ। त्यसरी जाँदाखेरि चाहिँ गरेको छ। सुरुमा त धेरै गाह्रो नै भयो। म्याडमले एमजिएमएल सँगसँगै अन्य तालिमहरू पनि ल्याउनु भयो, अन्य जनरल ट्रेनिङहरू हुन्छ नि सरकारले इङ्ग्लिसको लिएको थिएँ। अनि यस्तै विषयगतै ट्रेनिङहरू लिएको थिएँ। अनि यो मानव एमजिएमएल प्रणाली एक किसिमको हुन्छ, अन्य प्रणाली यो हामीले जुन एउटा परम्परागत शैली भन्छ त्यो अर्कै नेचरको भयो। अब यो दुई नेचरको शिक्षा दिँदाखेरि हामीले चाहिँ विशेष गरी मेरो फोकस चाहिँ के भन्दाखेरि एमजिएमएलकै टिचरहरूलाई के कस्तो ट्रेनिङहरू दिनुपर्छ होला जुन चाहिँ अन्य शिक्षकभन्दा अलिकति फरक होस्? फरक नै हुन्छ सर। एमजिएमएलको टिचरलाई चाहिँ किन तालिम त आवश्यक हुँदै नै भइहाल्यो होइन। अनि तालिम लिएर आइसकेपछि लिन सजिलो सर, गर्न गाह्रो हो व्यवहारमा उतार्नलाई। अनि यसमा चाहिँ सुरुमा चाहिँ धेरै गाह्रो भयो। अनि अरूको रिप्रेसन ट्रेनिङहरू विषयगत ट्रेनिङहरू लिँदाखेरि चाहिँ सजिलो भयो। तपाईँको एक विषयको लिएर आइले भयो, यहाँ त सबै विषय लिनुपर्ने हो। अनि एक विषयको लिएर आएपछि आफ्नो विषयमा चाहिँ मैले हिजो लिएको चाहिँ यसरी गर्छु भन्न पाइयो। हाउ टु पास हुने हिसाबले गरे गर नगरे नगर, मैले पढेको तँलाई पढाएँ भन्ने हिसाबले पनि पढाइयो सर। अनि यसमा चाहिँ जसरी पनि बच्चाहरूलाई चाहिँ एउटै क्याटेगोरीमा लानु पऱ्यो नि त। एमजिएमएलमा त सबैलाई घिस्याउनै पऱ्यो, अगाडिदेखि पछाडिसम्म नै, पछाडिदेखि अगाडिसम्म नै हातेमालो गर्नु पऱ्यो नि त। त्यही भएर चाहिँ यो तालिमको त धेरै नै आवश्यकता हुने। अनि यो नेपालको सन्दर्भमा अन्य देशमा त राम्रो देखिएको भन्ने हामीले पढ्न पायौँ। नेपालको सन्दर्भमा यो विधिको उपयुक्तता कसरी हेर्नुहुन्छ? कसरी यो हजुर चाहिँ सकारात्मक हुनुहुन्छ कि
नकारात्मक हुनुहुन्छ कि यहाँ केही च्यालेन्जेसहरू केही चुनौतीहरू देख्नु भएको छ कि कस्तो छ? यसमा तपाईँको शैक्षिक सामग्री पर्याप्त अब हामीले मागे आवश्यकता अनुसार मागे अनुसारको प्रधानाध्यापकले सबै सामान जुटाइदिनु भयो भने सजिलो छ। अब दिने बेलामा कन्जुसाइ गर्नुभयो भने काम गर्नु त गाह्रै हो नि। तपाईँको कार्ड च्यातिन्छ, अब टेपहरू माग्यो भने म्यामहरूले माग्दै लाँदै गर्नुभयो भने त्यहाँ त पर्याप्त जति सक्यो सामान धेरै चाहिन्छ नि त। अनि यसलाई मात्रै कति सामान चाहिने भन्ने सोच दिनुभयो भने त्यो कक्षा कामै छैन। होइन यो हाम्रै लागि हो, जग नै बलियो भयो भने माथिल्लोलाई सजिलो हुन्छ भन्ने भयो भनेदेखि 1-5 होइन 10औं कक्षासम्म पनि एमजिएमएलको चाहिँ आवश्यकता हो। अझै शिक्षकले त यो पढाउँदैन एकै ठाउँ बसेर म पढाउँछु भनेर जानै पर्दैन कक्षामा र सामान चाहिँ पर्याप्तै चाहिन्छ सर, चाहिन्छ। उहाँहरूले खटाएर दिएको सामानले पुग्दैन। यो पढाउँदा के कस्ता चुनौतीहरू आफूले फेस गर्नुभयो? चुनौती त पहिला सुरुमा त धेरै गरियो सर। पहिला त तपाईँको एउटा कार्डबाट अर्को कार्डमा जाने आफैलाई आएन। त्यस पछाडि त्यो सामान कसरी युज गर्ने आफैलाई अन्यल पर्यो। त्यो पछाडि तपाईँको लोगो र ल्याडर चिनाउन बच्चाहरूलाई झन्झटिलो, यो सधैँभरि स्कुलबाट घर जाँदाखेरि त ब्रुफिङ खाएर सुत्नुपर्ने अवस्था नि भयो सर। आजभोलि चाहिँ त्यो अवस्था चाहिँ अलिक भएको छैन। र पनि अहिले पनि विद्यालयको काम हामीले घरमै धेरै गर्नुपर्छ, कक्षामा आएर गर्छु भनेर चाहिँ पाउँदैन। भनेपछि यी आएका चुनौतीहरू म्याडमले चाहिँ अब प्रधानाध्यापक अथवा हेड म्याडमसँग कुरो गरेर अथवा अन्य रिसोर्स पर्सनहरूसँग कुरो गरेर अथवा घरमै पनि आफूले सेल्फ प्र्याक्टिस गरेर के कसरी चुनौतीहरू सामना गर्न सकिँदो रहेछ भन्ने कुरोमा चाहिँ चासो र समय निकाल्न सक्यो भने घरमा पनि मैले चाहिँ प्रायः सामानहरू सबै घरमै बनाएर लिएर आउँछु सर। अनि यो हाम्रो यहाँ स्रोत व्यक्तिहरू पनि हुनुहुन्छ होला? आदिहरू पहिला हुनुहुन्थ्यो, अहिले 3-4 वर्ष लकडाउनदेखि यता चाहिँ स्रोत व्यक्तिलाई पनि स्कुलमै गाड्यो होइन पर्मिला म्याम? त्यही नत्र पहिला आइरहनुहुन्थ्यो। पहिला पनि स्रोत व्यक्ति, विदेश अध्यक्ष, हेड सर अनि एमजिएमएल टिचर भनेर तालिममा पनि लगेको हो हामीलाई। अहिले त त्यो स्रोत व्यक्ति छैन। यो अहिले त गाउँपालिका अथवा नगरपालिकालाई नै एउटा शिक्षा विभाग चाहिँ दिएको छ नि, त्यसको मार्फतमा हाम्रा स्कुलहरू चलिरहेको हुन्छ। हिजो मात्र हाम्रो मेयर वडा अध्यक्ष सरसँग कुरो हुँदाखेरि म आज मात्र 4वटा स्कुल घुमेर आएँ। यो स्कुलको पनि नाम लिइरहनु भएको थियो। जान सक्नुहुन्छ, बाटो त अप्ठ्यारो छ नि भन्दै हुनुहुन्थ्यो। हाम्रो व्यक्तिगत कुरो पनि भयो। भनेपछि यो एउटा लोकल गभर्मेन्टको लिडरसिपबाट चाहिँ के भन्छ नेतृत्वबाट चाहिँ यो हाम्रो शिक्षा प्रणालीहरू हेरिँदो रहेछ होइन? हजुरले यो एमजिएमएल प्रणाली जुन प्रयोगमा ल्याइराख्नु भएको छ यसको लागि विभिन्न सामानहरू चाहिन्छ, त्यो सामग्रीहरू चाहिन्छ। त्यसको लागि यो विद्यालय प्रशासनबाट पर्याप्त सहयोग अथवा कुनै निकायबाट पर्याप्त सहयोग पाउनु भएको छ कि छैन? अब पहिला हाम्रो पर्मिला म्याम आउनुभएको त धेरै भएको छैन होइन। उहाँले त अब हामीले जे माग्यो त्यही दिनुहुन्छ। हेड सर हुँदाखेरि पनि तैँले चाहिने सामान लिएर आएर मलाई बिल पेस गर भन्नुहुन्थ्यो र सरले पनि मसँगबाटै सिक्नुहुन्थ्यो। सर मैले ठुलो कुरा गरेको होइन होइन। अनि मलाई यसको बारेमा थाहा छैन, के चाहिन्छ तँ लिएर आएर बिल पेस गर भन्नुहुन्थ्यो। त्यो अवस्था चाहिँ सिर्जेको छैन। भनेपछि हाम्रो यो स्थानीय तहहरूसँग पनि हुन त हिजो आफै नै आए भन्नुहुन्थ्यो, तपाईँहरूको तर्फबाट पनि कुनै यस्तो खाँचो छ, यस्तो चाहिएको छ भनेर स्थानीय तहमा अथवा हाम्रो त्यो नेताहरूसँग अथवा यो भनौँ न वडा अध्यक्ष सदस्यहरूसँग पनि छलफलमा जानुहुन्छ? सर जसरी पनि पैसाकै खाँचो हो, पैसा नभइकन केही हुँदैन, त्यो त राख्न पर्यो नि। ल अब अन्तिमतिर हामी छौँ। यो कार्यान्वयनको क्रममा तपाईँमा भएका त राम्रा अनुभवहरू यसो सुनाइदिनु नि त। ल आफैलाई राम्रो अनुभव होइन, आफूमा भएको राम्रो अनुभव के क्लासरुममा एक दिनमा जाँदा यस्तो भयो, त्यो चाहिँ मैले कस्तो फरक पाएँ, त्यस्तै विद्यार्थी र उसँगको बिचको कुरो हो। राम्रा अनुभवहरू विद्यार्थीले राम्रो सिके त्यो पनि एउटा अनुभव हो कि यस्ता चाहिँ राम्रो अनुभवहरू के कस्तो छ होला म्याडम? यस्तो अब हामीले गरेका राम्रा कुराहरू आफैले भन्नुभन्दा पनि हामीलाई बेला बेलामा यो जिएनएजीको चन्द्र श्रेष्ठ सरले चाहिँ आफ्नो अनुभव लेखेर पठाओ भन्नुहुन्छ होइन। अनि आफ्नो सिकाइ अनुभव, एमजिएमएल प्रति आफ्नो लगावको अनुभव, त्यहाँभित्र गरेका कामहरू गर भनेर पठाओ भन्दाखेरि चाहिँ
म यसरी जुनसुकै ट्रेनिङमा जाँदा पनि मैले विद्यालयलाई चाहिँ नमुना बनाउन सफल भएको छु सर। अनि मैले पहिला गुल्मीमा जाँदा नि 2 महिनाको छोरा लिएर जाँदा पनि विद्यालय नमुना भएको हो। त्यो नमुनालाई चाहिँ तैँले जिरोबाट हिरो बनाएको छ, यसलाई चाहिँ नमेट भनेर मलाई हेड सरले नि भन्नुहुन्थ्यो र यो जिएनएचको टिमैले मलाई नमुना मिस भनेर चिन्नुहुन्थ्यो। यो नै एउटा म्याडमको लागि एउटा राम्रो अनुभव। त्यसमा म खुसी छु। अब भनेपछि म्याडम एमजिएमएल प्रणालीमा पूर्ण सहमत। यो एमजिएमएलको चाहिँ हाम्रो दोलखा जिल्लाबाट भीमाविको राधा देवी मास्की र म चाहिँ रोस्टर पनि हो सर। हामी चाहिँ हामीलाई चाहिँ रोस्टरको ट्रेनिङ पनि दिएको छ। 120 जना मागेकोमा जम्मा 18 जनाको नाम निस्केर हामी 18 जनाभित्र पऱ्यौँ। अनि हाम्रो जिल्लाको चाहिँ 2 जना चाहिँ हामी रोस्टर हो। भनेपछि हजुरको कुरो सुन्दा एमजिएमएल अति उत्तम छ भन्ने लागेको छ। त्यसमा पनि अझ उत्तम गराउने केही कुरो अथवा सुझावहरू छ त? यसलाई अझ उत्तम गराउन चाहिँ अब मलाई मात्र होइन, हामी एमजिएमएल प्रणाली सबै शिक्षकहरूलाई समग्र रूपमा हामीले पहिलादेखि नै भन्दै आएको छौँ। एमजिएमएल प्रणालीलाई चाहिँ खाजा खर्च भनेर चाहिँ अब हेड सरले तँलाई खा भनेर दिन मिल्दैन होइन। विवेचकको गठन राखेर शैक्षिक सामग्री मसलन्द खर्चबाट मनकारी हेडमास्टर छ भने दिन मिल्छ भनेको छ होइन। अब कति दुःख 39 जना 50 जना हुँदाखेरि त त्यो सम्भव भएन भने अहिले त हाम्रो जम्मा 20 जना छन् सर। अब हामीले त्यो माग्दैनौँ होइन। तर शिक्षक खटेको देख्दाखेरि चाहिँ पारिश्रमिक चाहिँ धेरै नै न्यून, शैक्षिक सामग्रीको अलिक कमी नै छ किनभने पैसा छैन। मोटिभेसनल इन्सेन्टिभ भन्छ त्यो भयो भने चाहिँ एमजिएमएल टिचर खट्नु त पर्छ नि सर। तपाईँ रिसर्च गर्न आउनुभएको एमजिएमएल शिक्षक चाहिँ एक ठाउँ बसेर पढाउँछ, आज म सकिनँ भन्छ अथवा ताईको फुलेला उफ्रेर जस्तो उफ्रिनु त हजुरले मनन गर्ने कुरा हो कि होइन। त्यो चाहिँ अब खाजा खाना पनि समस्या त हुन्छ नि सर मास्टरको। हामी त तिनदेखि नुनदेखि सुनसम्म किन्ने मान्छे गऱ्यौँ। ल म्याडमलाई हजुरले दिएको यो अमूल्य समयलाई चाहिँ मैले चाहिँ हृदयदेखि धन्यवाद दिन चाहन्छु र म्याडमको छलफल यति नै हो म्याडम है त। ल धन्यवाद। हस् सर धन्यवाद। हामीले योभन्दा पहिला नि होटेल कुरेरमा एकजना